आइज धनी ओइ ओइ ल ल ल अनि उज्जवल बस्ने शुभकामना कुन च्यानलबाट मन्नु म्यान आफैले हालेको हौ मलाई हेर्न मन लागिरहेको थियो कि तर आज चाहिँ हाम्रो पक्का एउटा रिसेप्सन पार्टी जस्तै रिसेप्सन पार्टी नै हो घर साइडको बिहे भन्छ नि हो त्यो अनि त्यही भएर अब यहाँ चाहिँ अब अलिकति सबैजनालाई अलिकति ह्यान्डसम ब्युटिफुल हुनै पर्छ अनि त्यही माथि अब बेहुलीलाई त झन् राम्रो हुनै पर्यो है अनि त्यही भएर मैले चाहिँ बुढीलाई यहाँ स्टुडियो लिएर आएको छु अनि यहाँ छोडेर अब म चाहिँ निस्केको कतातिर भन्दाखेरि अब काम के हुँदैछ भनेर पनि हेर्नु पऱ्यो नि त है सबै कुरा आफैले म्यानेज गरेपछि त्यही भएर भेन्यू जाँदैछौँ मम्मीहरू त नि अनि मेकअप गर्नु जानुपर्छ तपाईँ चाहिँ पर्दैन मेकअप गर्नु हामी नेचरल मान्छे चाहिँ नि कहिले पनि मेकअप गर्नु पर्दैन हामी चाहिँ नि छोरी मान्छे जस्तो छोरा मान्छे हुँदैन छोरा मान्छे भनेको चाहिँ नेचुरल फेस नै चाहिँ एकदम सुहाउँछ है सही 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 कति बेला रेडी हुने तपाईँ चाहिँ म त यो रेडीको रेडी नि छोरी मान्छे जस्तो 3 घन्टा साडी मिलाउनु पर्दैन साटसुट ओढ्योहरू जुत्ता लगायो टाप टाप है अनि कतिको एक्साइटेड हुन्छ भरेको लागि ए म त एक्साइटेड नै छु एकदमै एकदमै भन्नाले अब छोरालाई अब अरूभन्दा पनि अब नाना त इष्ट मित्रहरूसँग सबैसँग भेट हुनै पर्यो क्या है त त्यही नै खुसी ठुलो कुरा चाहिँ त्यही हो त्यही हो ए ल सही एक त अब छोराछोरीको चाहिँ नि छोरा बुहारीको बिहा भयो छोराले चाहिँ नि आफ्नो मन पराएको बुहारी ल्याउनु पायो होइन आफूले चिन्डो लगेर चाहिँ नि मागी बुहारी खोज्नु परेन छोराले मन पराएर ल्यायो त्यही नै खुसीको कुरो अर्को कुरा चाहिँ नि अब नाला त इष्ट मित्रहरू भरे पार्टीमा आउनै पर्यो भेटघाट सबैसँग हुनै पर्यो होइन कति वर्षमा त्यही नै खुसीको कुरा हो चायाङ माटदाङ भेटी मात्र तपाईँले कहाँबाट सिक्नुभयो यो भाषा धरान है तपाईँ त अहिलेदेखि होइन पुरानो हो यहाँ आइरहेको 50 वर्ष भयो 50 वर्ष भयो यहीँ धरानमा है यहाँ तपाईँ अरू यहाँदेखि अरू कहीँ जानु भएको छैन होला होइन तेह्र राई कुरा मात्र गर्नु हुँदैन लिम्बू कुरा होपी गर्नु हुँदैन तमाम कुराहरू गर्नु हुँदैन लोर कुरामाले गर्नु हुँदैन हरिहरि गोजीभरि हरिहरि गोजीभरि चिताको कुरा पुगोस् धनलक्ष्मी होस् कल्याण होस् जय होस् धन्यवाद जो चिताउने भगवान्ले सबै पुगाउने धन्यवाद धन्यवाद र अब के भन्छ अब उता बेहुली रेडी भइसक्यो अरे होइन अब बेहुली रेडी भइसकेपछि त बेहुलीलाई बाइकमा लिएर ल्याउने कुरा त भएन होइन अनि त्यही भएर दाइको गाडी यसो डटपट बाफरे बाफ के साह्रो राम्रो देखेको के साह्रो लकी हो म हजुर म त के होइन ठिक छ म तिमी आकाशको परी म धरतीको धुल टाइप भयो नि त यो त म रेडी हुनै बाँकी छ जाने कसो हो गाडीमा गाडी दाइसँग आएको छु म साह्रो राम्रो देखेको शक्तिमान जस्तो एक रङ भएपछि रेडी शक्तिमान कटले बुढो ऊ क्या यस्तो घुमेको मात्रै गर कि अहिले भरे फेरि सुट लगाएको यस्तो घुमेको मात्रै क्या शक्तिमान यस्तो घुमेको होइन गरेर अर्को चाहिँ यस्तो गरेर रेडी भएर ए त्यो त अब घरमा पुगेर गर्नुपर्छ होला हौ त्यो ट्रान्जेक्सन चाहिँ तपाईँको बुहारीको लागि त म 100 दिना ट्याक्सको भयो त हौ मै मेरो बुढीको लागि 100 दिना जस्तो भयो त अब त अब म रेडी हुन्छु होइन अनि त्यस पछाडि चाहिँ टक्क अनि चाहिँ जोडी मिल्छ हाम्रो दिवस दाइले हामीलाई साथ दिइराख्नु भएको छ एकदमै है थ्याङ्क यू सो मच दाइ
कतिको एक्साइटेड छु आजको लागि अनएक्सपेक्टेड डेट हुन्छ अनएक्सपेक्टेड रेडी हिजोदेखि म भाडा दिँदै थिएँ है डिब्बाहरू स्याहार दिएँ त्यही मलाई पनि धेरै टाइम लाग्दैन भन्न खोजेको कस्तो अनलाइनली रेस्ट गर्ने मेडिकेयर पेडिकेयर गर्छ नि त त्यही त के भएको यार बेहुली मान्छे अलिकति बसेर रेस्ट गर्नु होइन यताउति गर्नु छैन ड्याङ्की ड्याङ डिजे सिजे क्लिनिङ सिलिङ गरेको आनन्द आइरहेको मलाई त्यो गरेर फेरि गर्ने टाइप्सकै छ क्या फेरि बढी काम गर्छ कि मलाई नै गिल्टी बनाइदिन्छ हौ बढी काम गरेर म त के भन्नु आमाहरू नै गिल्टी भइरहेको हुन्छ क्या त्यस्तै रेस्ट गर न हो अरे आमाले नै क्या कति काम गरेको अरे रुम सफा गरेर चाहिँ आनन्द आइरहेको छ मेरो रुम सफा गरेर मलाई नै आनन्द आयो त्यहाँ हाम्रो बाउ खालहरू रेडी भइसकेछ लजाएर हुन्छ बेहुली मान्छे ल यता हजुर घुम हुन्छ उताबाट म खोलिदिन्छु ढोका उताबाट खोलिदिन्छु म ढोका यो दिनुहोस् है रेडी भइसक्यो यसलाई पो के देखिरहेको छ ल काका एकैछिन ल म रेडी भइहाल्छु ल होइन काकालाई पो ह्यान्सी देखिरहेछ त हौ हामी जाँदै गर्छौँ माथि सोधिरहेको छ कि हुन्छ दाजै गर्नुहोस् तपाईँहरू ड्याड के हो यो हो नि त कोही चस्मा चस्मा नलाउने चस्मा त अनि त्यो त अनि पढ्ने बेलामा त नि बेला चस्मा लगाउने आवश्यक छैन यो डट पनि ठिक छ यो चाहिँ किन हौ यो भरे चाहिन्छ क्या त्यहाँ लेख्नुपर्छ ए हो हजुर दाइ थ्याङ्क यू सो मच दाइ अहिले भरे भेटौँ हस् दाइ ल हामी रेडी ल ठिक छ ल तपाईँहरू उयो गर्दै गर्नु ओइ लोकन्ते ठिक छ लोकन्तेलाई एक लुक्स यता भाइ सही हो अब के गर्नु लोकन्दिनी छ होइन के रे यो दिदी यो ओभर भएर आइरहेको दिदी ब्याग लाग्छमै ब्याग चाहिँ बोक्नुपर्छ अर्को उसले बोकिरहेको छ रेडी हो चेक हेलो 1 2 3 चेक रेडी हो ल जाउँ तपाईँ रेडी हुनुपर्छ नि केटा म अहिले आएर रेडी हुन्छु ल ए ल है वेलकम छ ल नमस्ते यहीँबाट सुरु नमस्कार बाजे नमस्ते देवा सबैजना आइपुग्यौँ है हामीहरू हस् ल नमस्ते आइज धनी ओइ ल हुनु रोगी नहुनु निरोगी हुनु गरी खाने हुनु बुहारीले दिएकोलाई चाहिँ हामी आमा बाउ धेरै खुसी सन्तान है हामीले खोजेर चिन्नु बोकी राखेर ल्याउनु पर्ने चिन्नु बोक्नु पऱ्यो भने त्यही नै खुसी हुनु हो छोराले त्यसरी ल बुहारी यता ससुराहरू भन्दाङ बोल्नु छ भेट यता न्युलिन है माने हुनु बनी खाने हुनु रिस चाहिँ 45 मुनि टेक्ने हुनु हमेसा कसैसँग झैझगडा गर्दैन हुनु छोराले खुसी बनाउने
एकदम खुसी लाग्यो आउनु कस्तो ह्यान्सी देखेको हौ तपाईँलाई यसरी नगर्नु न बहिनीलाई पनि राम्रै देखेको छ है ल मलाई खुसी लाग्यो यार हजुर त्यसैले क्या केटाहरू हिजो बिहे गर्नु मान्दैन टाइममा गरेको चिज टाइमको फल राम्रो मिठो हुन्छ क्या हजुर होइन जुनै चिज पनि अब हिउँदोमा फल्ने फल फरक होला त्यो अनुसारको लाउनु पर्यो बर्खामा फल्ने फल फरक हुन्छ त्यो हिसाबले चल्ने हुन्छ तर आफ्नो एज अनुसारले ठिक टाइम छ है ठिक टाइम छ भेरी भेरी ह्याप्पी थ्याङ्क यू सो मच एकदम जसपर अब उसलाई कस्तो अहिले बेहुलाको उयसमा टाइममा हान्नु मन छ जसपर उयो गएर चुर ए आज हल्का त जान्छ हल्का टु नाइट अहिले हाम्रो अहिले अलिअलि छ अनि प्रोग्राम त एकदम टाइट भयो जस्तो लागिरहेको टाइट भयो नि अब किनभने अब 14मा छ होइन उता हजुर आज 10 अनि कहिले हिँड्ने यहाँबाट अब पर्सि 12मा हजुर यो दामी देखेछ है हो र? त्यसले पनि हल्का यसो के भन्छ बेहुला यस्तो देखिरहेको छ यल्लमर जस्तै देखेछ कुण्डलले होला ओ पुनरा यस्तो जान्छ ल म नमस्कार अङ्कल स्वागत छ आन्टी नमस्ते अब नमस्ते मेरो भाइ धन्यवाद दुईजनालाई ल आयो ल अब तिमीले पनि बिहे गर्नुपर्छ भाइ ल अङ्कल ल धन्यवाद ल अघि हाम्रो जेसपरको ड्याड आएर भेट्नुभयो ए हो हुन्छ ल ल हुन्छ हजुर दामी आशीर्वाद पाएको थिएँ क्या मैले एउटा अङ्कल होइन सबैले दिएको आशीर्वाद लागोस् अरे क्या ल बाबु के भयो हात ए आन्टी धन्यवाद आन्टी छोराको चाहिँ मलाई आश छैन तर बाउ आमाको चाहिँ आश थियो है हजुर धन्यवाद भर्खरै आइपुग्नु भएको कि हुन्छ अङ्कल ल ल आइदिनु भयो धेरै खुसी लाग्यो एकदमै अब खोइ त नि अब कविनलाई पनि बधाई दिउँ भनेको म पनि अब कहिले हो कहिले ल बुहारी म गर्ने हो नि फेरि कविन चाहिँ कविनको पापा दाजु नमस्ते ल स्वागत छ एकदम ल एकदम खुसी छु है म चाहिँ एकदम खुसी लाग्यो है दाइ तपाईँहरू आउनु कति बेला आउनुहुन्छ दाइहरू हाम्रो धानको सबभन्दा एउटा ह्यान्डसम यो बाँकी थियो उसलाई चाहिँ बुटवलबाट मैले लगेको फेरि म यहाँ दाइहरूलाई पर्खिँदा गलेर फ्याँक भइसकेको थिएँ कि खुसी लाग्यो कति बेला आउनु भएको भर्खरै आइपुग्नु हामी त हिजो आइपुग्यो तिम्रै लागि भनेर आएको खासमा पाएन एकजना त्यसको चाहिँ आज नै उसको पनि साथीको कसको बिहा रहेछ हजुर त्यसले गर्दा आउनु पाएन अनि दुईजना चाहिँ अब एउटाको बाबा बिरामी छ हजुर एउटा एक्लै छ धन्य तपाईँहरू आइदिनु भयो त ल हुन्छ बुहारीलाई है हजुर हजुर दाइको हातबाट त टिका लाउनु पर्यो नि हो मेरो फोन भाइलाई अनि बुहारीलाई हजुर
ह्यान्डसम भाइ रोकिहाल्यो एउटै थियो धरानको जे होस् आउँदिँदैन एकदम खुसी भएर बस्नु एकदम उदाहरण भएर अनि त्यहाँदेखि भालटाङ बिल्डिङ बिस्तारै हामीलाई दिनुपर्छ एकदम राम्रो राम्रो दामी दामी गर्ने एकदम मेरो एकदम खुल्लो म सुन्दैछु भाइ तिमीलाई स्वागत छ हाम्रो परिवारमा हाम्रो धरानमा स्वागत छ बरीलाई हाम्रो परिवारमा है त राम्रोसँगले बस्छ खुसी भयो भाइलाई खुसी राख आफू खुसी राख परिवार सबैजना गाउँ घर देश विदेश सबैले ल Don't fucking grind. मैले पनि खाइदिएँ मेरो साथीलाई खुसी त होला नि दुईजना उनी गएर डान्स गर्नु पर्ला गरिआएछ अब हामीले स्पेसल डेलिभरी भइसक्यो है 2-3 लाख दादी 180 पिपलले तपाईँलाई थ्याङ्क यू सो मच यो 180 पिपल चाहिँ जहिले आउनु पऱ्यो मेरो छोडेको लागि हल्का रोस्टोसहरू पनि नदेखेर अनि फोन पनि नगरिदिएको क्या आएको चाहिँ किन बाहिर अनि फोन पनि नगरिदिएको क्या त्यसरी अनि आएर पनि नदेखेको जस्तो गर्दैन नहेरिरहेको कि नहेरिदिएको अब हुन्छ नि यहाँ होइन छैन त केटाहरू त कोही पनि ल सबै आएर यहाँ भयो स्टोरी तर एउटा कुरा भन्छु जस्तै दिवस दाईहरू केटाहरू सबैजना अगाडि नै आएर कन्टिन्यू भएको सबभन्दा म र कम्युनिटी मैले म ढिला आइहाल्छ त्यसको त मेरो सेम ठिक छ नि अब ह्याप्पी भएला त रिसर्च भएर होला नि त रिसाएर पनि के गर्नु त साथीहरू त हल्का रिस उठे पनि एकछिन पनि परिहाल्छ होइन एनिवे ह्याप्पी म्यारिड लाइफ मलाई दिवाना 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 सबैजना थ्याङ्क यू सो मच है जति पनि तपाईँहरू यहाँ आइदिनु भयो मलाई यो मेरो अनि मेरो बुढीको होइन मेरो श्रीमतीको यो वेडिङ तपाईँहरूले एकदम सक्सेस बनाइदिनु भयो है अझै पनि सक्सेस हुनु मात्र बाँकी छ होइन अब केटाहरूको डान्सले एकदम सक्सेस हुन्छ अहिले एक दुईवटा साङ्गीतिक कार्यक्रमले पनि एकदम सक्सेस हुन्छ धेरै धेरै धन्यवाद अब तपाईँहरू यसरी बसिदिनु भएको छ कि अब तपाईँहरू अहिले उठेर अलिकति अलिकति हेरिदिनु भयो भने उभिएर झन् राम्रो हुनेछ मेरो चाहिँ त्यही आग्रह गर्दछु अब बेजोड प्रस्तुति हाम्रो केटाहरूले दिन आँटेको रहेछ
गनलाई काका टिभिरा यतिले कपिराइट त लाग्दैन Once again, happy married life मेरो भाइ बुहारीलाई अनि सम्पूर्ण आइदिनु धेरै धेरै धन्यवाद सम्पूर्णलाई थ्याङ्क यू एभ्रीवन आउनु भएन तपाईँ होइन खासमा चाहिँ के रहेछ थाहा छ जोन फकिङ राई रहेछ कि सो वेलकम ओए गएको नाम किन चेन्ज गरेको भन्नु ल अब मोनोले बोलाइहाल्यो होइन सो अब यस्तो छ बस फुल ब्यान्ड पनि छैन केही छैन आफ्नो 2 शब्द यहाँ भाइहरूको लागि होइन आशीर्वाद would like to wish you couples day धेरै धेरै शुभकामना बधाई छ आजको दिनको लागि आउँदो दिनहरू एकदमै राम्रो होस् खुसी बस्छ राम्रोसँगले बस्छ हामी सिनियर्सहरूले अब तिमीलाई आशीर्वाद त्यसरी नै दिन्छ यहाँको चलन चल्ती नै त्यही हो है अनि तिमीहरू दुईजना खुसी देखिरहेको छु अघि मैले सोधेको थिएँ कति वर्ष भयो आज यत्रो पर्खिँदा आजको दिन भनेर सोधेको थिएँ उसले 4 वर्ष भन्दै थियो यस्तो 4 वर्ष धेरै 4, 8, 16, 32 धेरै 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 अनि तिमीहरूको खुसीमा हामी सबैजना आज सामेल छौँ यहाँनिर हामी तिमीहरूको खुसीको लागि आएको हो सबैजना है यहाँनिर कुनै स्वार्थ छैन कुनै केही पनि छैन हामी सिधा एकदम मनले मायाले आएको मान्छे हो यहाँ सबैजना सो तिमीहरू दुईजनालाई आज तिमीहरूको दुईजनाको दिन हो आज हाम्रो तिम्रो बाबा आमाहरू दाजुभाइहरू आफन्तहरू हामी दाजुहरू छरछिमेक साथीभाइहरू सबैजना खुसी छौँ तिमीहरू जति खुसी छौँ फेरि पनि धेरै धेरै बधाई अनि उज्जवल होस् मेरो शुभकामना जिन्दगीको मोडमा सोचमा सकिन
क्षितिज क्षितिज एनिवे मलाई क्या अब लाइक आजको दिन जस्तो मेरो लागि स्पेसल दिन होइन कहिले पनि हुने छैन क्या मेरो लाइफमा थ्याङ्क यू सो मच मेरो साथीहरू है मेरो मम ड्याड मेरो देमा सबैजना काका काकी बाजे बोजू सबैजना अनि स्पेसल थ्याङ्क्स टु मेरो दाइ होइन हुनुहुन्छ सबिन दाइ है अनि सबिन दाइ चाहिँ एउटा कुरा भन्नुपर्दा मेरो वाइफ चाहिँ सबिन दाइको गानाहरू चाहिँ पहिल्यैदेखिको मलाई डेडिकेट गरिरहेको थियो क्या पहिल्यैदेखिको अनि दाइको चाहिँ एकदम फ्यान आज सबिन दाइको फ्यान भए तापनि आफ्नो आइडललाई यहाँ अगाडि नै गीत गाएको देख्दाखेरि ऊ एकदमै ह्याप्पी छ होइन ऊ ह्याप्पी भएको देखेर म एकदमै खुसी छु होइन थ्याङ्क यू सो मच मेरो दाइ होइन यो चाहिँ म कहिले पनि बिर्सिनु छुइनँ आजको दिन मेरो लागि एकदमै अनि थ्याङ्क यू सो मच मेरो साथी है कस्टम मेरो ग्रेट म्यान फ्रेन्ड है अनि मेरो केटाहरू थ्याङ्क यू सो मच केटाहरू बिचरा केही नाच्नु चाहिँ आउँदैन होइन तर होइन प्रयास चाहिँ गरौँ 3 घन्टामा थ्याङ्क यू सो मच है अनि यता मेरो जति पनि हुन्छ मेरो आफन्त बाजे बोजू सम्पूर्ण भाइ बहिनी काका काकी दिदी बहिनीहरू होइन सम्पूर्णलाई धेरै धेरै धन्यवाद है एकदम यो यादगार बनाइदिनु भयो यो मेरो हाम्रो इभेन्टलाई है थ्याङ्क यू सो मच अनि त्यही नै हो थ्याङ्क यू सो मच बिबिक्यू वाइल्ड एलिगेन्स थ्याङ्क यू सो मच सुन्दर साउन्ड सर्भिस थ्याङ्क यू सो मच गियोस कोर सर है थ्याङ्क यू सो मच अनिल सर थ्याङ्क यू सो मच प्याराडाइज नेपाल कहाँ गयो थ्याङ्क यू सो मच प्याराडाइज नेपाल है अनि कसलाई बाँकी भयो अब यहाँ थ्याङ्क यू सो मच मेरो दाइ है योभन्दा खुसी म छु होला क्या आज त जति छस् नि खुसी त्यसको ट्याक्क 6 डबल खुसी चाहिँ म छु आज होइन धेरै धेरै धन्यवाद मेरो बुहारीलाई हाम्रो परिवारमा एकदमै स्वागत गर्न चाहन्छु होइन फुल जसरी सम्हालिराख्नेछौँ हामी तपाईँलाई होइन आफ्नै जस्तै तरिकाले राख्नेछौँ नयाँ बायाँ भाइले केही गरौँ भने बुझ्नु ल नराम्रो ल अनि वैवाहिक जीवनको बेसरी शुभकामना यहाँनिर उपस्थित भइदिरहेका हाम्रा सम्पूर्ण दाजुभाइ दिदीबहिनी बिजु दाई बडे दाई हाम्रो के अरे एकछिनै ओजी गाइस काला चस्मा आई लभ इट हाम्रो सम्पूर्ण आफन्त दाजुभाइ तथा दिदीबहिनीहरू काका काकी बुढाबुढी सबैजना आइदिनु भयो धेरै धेरै धन्यवाद आजको यस कार्यक्रम वैवाहिक रिसेप्सन कार्यक्रमलाई एकदमै सक्सेस बनाइदिनु भयो होइन सबैजना है धेरै धेरै धन्यवाद अनि भनेर चाहिँ म यहाँदेखि जान चाहन्छु वैवाहिक जीवनको फेरि पनि एकदमै विशेष शुभकामना व्यक्त गर्न चाहन्छु मेरो भाइ र मेरो बुहारीलाई धन्यवाद Happy married life, Manu man.